सो हेलो साथीभाइहरु सबैजनालाई स्वागत छ आजको मेरो यो न्यू भिडियोमा। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु हैन। सो गाइज आज चाहिँ हामी पार्टी हान्न जाएछौं। केको पार्टी भन्दा फेरि अस्ति तिहारमा देउसी खेलेको पैसाहरुले गरेको पार्टी हैन। र आज हामीले पार्टीमा चाहिँ के खान्छौं, कस्तो खान्छौं, के गर्छौं हैन। सबै भिडियोहरु हेर्नु होला र अन्तिमसम्म हेरेर साथ सपोर्ट देखाउनु होला है त, हेर्नु है त। लेट्स गो। आज चाहिँ म जाँदैछु साथीको घरमा हैन, किनभने उही पकाएर खाने हो। त्यही भएर अब चाहिँ म जान लागेको छु अनि त्यही भएर भिडियो बनाउँदैछु। कस्तो लाग्छ हेरेर साथ दिनु होला है त। यहाँ टक्कर पानी तताउँदैछौँ, राति रौदी हाम्रो केटाहरू यहाँ छ हैन। आज चाहिँ राति देउसी खेलेको पैसाले दिइरहेछु। चाहिँ देउसी खेलेको पैसाले हैन पार्टी हान्दैछौँ। कुखुरा 2 किलोको ल्याएर कुखुरा चाहिँ उता छ, हामी यहाँ पानी तताउँदैछौँ है। टेक्वाको लागि यहाँ रेडी हुँदैछ हैन। हाम्रो बनाउने सेफ चाहिँ कुशल अनि यता यो भुट्टा बनाउने सेफ चाहिँ पवन। फाइनली साथीभाइहरु हाम्रो यहाँ यस्तो छ, यहाँनेर मुरै छ, यहाँ पोलेको मासु छ। यो पोलेको मासु चाहिँ थोरै भयो किनकि अहिले हामीले खाइसक्यो नि त। अनि यहाँ भुट्टो हानेको छ हैन, थोरै देखिदिएर। ओ एक्सट्रिमहरु देखा खोइ कडा ल केटाहरूले थालसाल ल्याउँदैछ हैन। यहाँनेर हाम्रो साथीभाइहरु हेर्नु होला, हाम्रो यस्तो छ हैन। यहाँ 5 वटा एक्सट्रिम छ, एउटा स्प्राइट, मुरै, यहाँ पोलेको मासु अनि यहाँ भुट्टा मासु छ हैन। यहाँ छ हाम्रो खाने केटाहरू, यहाँ छ अरु 2टा यता छ हैन। म चाहिँ यता छु, काम सुरु गरिहाल्नु केटाहरु। सो गाइस हामी चाहिँ यहाँ भाग लाउँदैछौँ हैन। केटाहरू यता खाना, कोही यता भिडियो बनाउन, कोही यता लाइभमा छ हैन। आम्मा यता बर्थडे बोय यहाँ छ, यहाँ छ। सो गाइस हाम्रो बर्थडे बोय चाहिँ यहाँ कचौरा थापेर बसिरहेको छ, मलाई दिएन भन्दै हैन। मलाई दिएन, एउटा चुप्पा एक्सट्रिममा थाल्दैछ हैन। म त खादिन। यता छ हैन कटोराले थापी बसेको छु, के गर्नु मलाई कसैले दिन्छ। एक्सट्रिम गाइस, एक्सट्रिम कस्तो भएन हो। अहिले नै जमिनमा ल गाइस हाम्रो पार्टी पनि सुरु भइसकेको छ हैन। केटाहरू आफ्नो थाल लिएर बसिसकेका छन्। सोधन यहाँ छ सो साथीभाइहरु आजको भिडियो कस्तो लाग्यो हेरेर साथ सपोर्ट र माया देखाइदिनु भएकोमा धेरै धेरै धन्यवाद हैन। र अब छिटै अर्को भिडियो नै आउनेछ। र आजको भिडियो चाहिँ कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब पनि गरेर जानु होला है साथीहरु, किनभने मेरो च्यानलमा 1K पुग्न आँटेको छ हैन। छिटो गएर 1K सब्स्क्राइब गरिदिनु पर्यो। थ्यांक यू फर वाचिङ दिस भिडियो गाइज।